हेलो साथीहरू, आज चाहिँ म आज चाहिँ होइन कहिलेकाहीँ आउँछु गोठालो अनि बाख्रा चराउन आएको छु कि। अनि बाख्रा चाहिँ कता छ भन्नुहुन्छ र म बाख्रा चराउँछु। त्यो बच्चाहरू छ यति छ त्यो अनि चाहिरहेको छ नि। अनि आज गोठालो आएको बेलामा एउटा कुराको याद आएको कि अस्ति नै पनि मैले भिडियो पोस्ट चाहिँ गरेको थिएँ, गर्न चाहेँ, तर आज पनि म गोठालो आएको बेलामा अनि फेरि याद आयो कि अनि भिडियो पोस्ट गर्नु मन लाग्यो। अनि हुन त त्यो कुराहरू त बारम्बार निकाल्नुपर्ने आवश्यकता छैन कि म बिहे गरेर आइसकेँ र पनि बिहे गरेर आइसके पनि म हुँदाखेरि गरेको कारोबार हो नि त। मैले उठाउनु पर्ने हो, खास मैले भनिदिनु पर्ने हो, मैले नै उठाइदिन कोसिस गर्नुपर्ने हो नि त। त्यही भएर मैले कति साथीहरूलाई त एसएमएस गरेको, त्यो फेसबुकहरूमा कतिले ब्लक गरे, कतिले सिन गर्छन् अनि हेर्छन् अनि रिप्लाई नै दिँदैनन् कि। अनि हुन त बिहे गरेर आइसकेपछि त दाइ भाउजूहरूको, आमा बाउहरूको, बहिनीहरूको, बर्थडे बधाइनीहरूको, तर पनि म हुँदाखेरि गरेको कारोबार हो कि। अनि त्यही भएर अनि मैले अलिकति चासो देखाएको उठ्ला कि नउठ्ला भनेर। अनि मैले कति साथीहरूले त दिन्छु भन्छन्, तर पनि 6-7 वर्ष भइसक्यो नि त अनि दिँदैनन् नि। अनि दिन्छन् होला कि दिँदैन होला, कस्तो कन्फ्युजमा छु हो। हुन त बिस्तारै बिस्तारै दिँदा पनि हुन्छ, नसकिनेले सकेको छैन बिस्तारै दिन्छु भन्दा पनि हुन्छ नि। तर कति साथीहरूले ब्लक गरिदिएको छ, कति साथीहरूले सिन गर्छन् अनि रिप्लाई नै दिँदैनन्। अनि कति भनिराख्नु हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको जस्तो मलाई पनि भन्नलाई एकलाज कस्तो लाज लागिरहेको हो। अनि उनीहरूले लानेले बुझ्नुपर्ने हो नि त। तर पनि दिन्छ होला कि दिँदैन होला, लगेको पैसाहरू उठ्छ होला कि उठाउन सकिन्छ होला कि सकिँदैन होला, कस्तो गाह्रो हो। कसैलाई त दिनुपर्ने ऋण हुन्छ, हामीलाई चाहिँ लिनुपर्ने पैसा नउठेर कस्तो टेन्सन लाग्छ। फ्रीमा बाँडेको होइन, फ्रीमा खाना दिएको, हामीले राजनीति गरेर कमाएको जस्तो गर्छन् हौ साथीहरूले नि, आफन्तहरूले नि, छिमेकी जफेरि। यति भन्नु आएको ल।